सपना पनि विपना झै लाग्छ तिमी आउने दिनैको मन्द मन्द हावामा सुगन्ध तिम्रै छ छौ किन जितै जस्तो पर्खी बसौला मायालु पर्खी बसौला बाटो हेर्दै मायाको पर्खी बसौला पर्खी बसौला मायालु पर्खी बसौला बाटो हेर्दै मायाको पर्खी बसौला तिरतिकै बाटोमा ए मायालु पूर्व देवता आसने विनियोगः तल पऱ्यो पृथ्वी त्वदर्टल होइन जुन राम्रो हौ त्यहाँ राख्नुहोस् यसो फुल लिएर हालिदिनुहोस् त गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परम ब्रह्मा तस्मै श्री गुरुवे नमः गजानन भूतगणादिसेवितं कपित्यजम्बू फलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं जले विष्णु थले विष्णु विष्णु पर्वतमस्तके ज्वालामाला कुले विष्णु विष्णु सर्वमयं जगतः समेत जगत जननी माता पृथ्वी माता भगवती माता यसो त्यहाँ भइमा राखेर अब यसो चुप्पीलाई छुनुहोस् अथवा टिक्का बनाउनुहोस् हरि ओम चिद्रूपिणी महामाय दिव्य तेज समन्विते इष्ट देवी शिखा बन्दे तेजो वृद्धि दुई थर घुमाएको शिखा हुन्छ यो अझै एक थर घुमाउनुहोस् त्यसलाई र शिखा हुन्छ तेजो वृद्धि कुरु स्वमेहे आसुर भव पितृ भव सुखदास्तो मग्ने पुरीख बाहणं दीपं प्रज्वालयतः हरि ओम मनो ज्योति जो खतमा जसिकै चाहिँ पर्दैन नजिक मनो ज्योति जो खत एउटो बाल्नु त्यति फरक हो दुःखदास्तो खदस्तो बान विप्रे जान मन्दिर हरि इति अचेतान्न दुवाको मण्डप पनि त्यही भएर यति चुडाले ओम काण्डात काण्डात तुप है काण्डात काण्डात परहन्ती हो न दुबो चार उसका टुक्रा पवित्र राखिन्छ के छ फुलले त्यसको जल यताउति छरिदिनुहोस् ओम अपवित्र पवित्र वा सर्वस्थान गतै वा यसमरे पुनरिकाक्ष फुलले त्यसको जल आफ्नो शरीरमा यताउति अपवित्र पवित्र वा सर्वस्थान गतो विवाह यसमरे पुनरिकाक्ष शब्दाय भान्तर्षि ओम पुण्डरीकाक्ष पुनातु पुण्डरीकाक्ष पुनातु पुण्डरीकाक्ष पुनातु स्थिता यता विघ्नता रस्ते नस्ते त्यो शिवा गया यति निकाल्नुहोस् केही हुन्न झिक्नुहोस् त हामीले पूजा गर्ने यति पूर्वतिर छर्किनुहोस् अपक्रमान्त यता अपक्रमान्त भूतानि पिशाच सर्वत दिशम सर्वेषां विरोधेन पूजा कर्म समारभे उत्तरतिर छर्किनुहोस् यति आकाशतिर छर्किदिनुहोस् यति झिकेर यहीँ उति छर्किदिनुहोस् बाँकी रहेको दाहिने हातमा राख्नुहोस् यसो टाउकामा घुमाएर पछाडि फाल्नुहोस् है पछाडि फाल्नु औ पछाडि फाल्नु भयो दहीको अर्घमा यसो निकाल्नुहोस् त अर्को कटोरालाई यसो यतापट्टि त्यहाँ चन्द यसो झिक्नुहोस् त्यहाँ त्यसले त्रिभुज बनाउनुहोस् चन्दमा हात चपेर औलो चपेर चन्दनमा यसो औलो चप्नुहोस् त हो जाउँ न मजाउन मजाउ भैँमा त्रिभुज बनाउनुहोस् यसरी त्रिभुज भैँमा है हो त्यो अर्घ राखेको ठाउँमा हो त्यहाँ त्रिभुज त्रिभुज के ट्रायङ्गल तिनवटा कोणको हो त्यसरी ल त्यो कटोरालाई उता पोखा राख्नुहोस् र त्यहाँ त पहिलो कोणमा पूजा गर्नुहोस् पहिलो कोणमा पूजा गर्नुहोस् है दश कलात्मय नमः अग्निमण्डलाय नमः द्वादश कलात्मय नमः तिनटै कोणमा फुल्चो नास्ता गर्नुहोस् अर्घमा के राखेको छ हेर्नु त जौका दाना दहीको अर्घमा ऐको कट्टा आप क्षीर कुश दधि सर्पी ताण्डुलान जे सिद्धार्थ कष्टैव घिउ पनि अष्टाङ्ग अर्घ उच्चते जल पनि थपिसकेछ यसो त्यसलाई उठाउनुहोस् कटोरालाई त्यही फुलमाथि यसरी चढाइदिनुहोस् हरि ओम यही सूर्य सहस्राम सो तेज राशि हजुर यही सूर्य सहस्राम सो तेज राशि जगतपते अनुकम्प यम भक्तम गृणाद दिवाकर अनेक मन्त्र सूर्यम अर्दिमदाद ध्यम सदा सवृत्त मण्डल मध्यवर्ती नारायण सरसिजासन सन्निविष्टम गर्वान् मकर्वान् कुरु कुण्डल किरीटहारी हिरण्य एव बबुदीर्घ शङ्ख चक्र ओम नमः सविते जगदेक चक्षुते जगत पशुते थितिनाय तबे त्रयमया त्रिणात्ममूर्तय विरेञ्चि नारायण शङ्करात्मने ओम यही सूर्य सहस्राम सो तेज राशि जगतपते अनुकम्प यम भक्तम गृणादम दिवाकर त्यही माथि राख्नु सबैमा राखेपछि तिहार्ने भन्दा यस्तो गर्ने फुल चोपेर त्यसमा यसरी झिक्ने त्यही चढाउने त्यो फुललाई त्यही कटाउ राख्ने यसरी चोप्ने जस्तो दुनामा राख्ने जे पूजा गर्दा पनि है त्यो त्यही हो त्यसरी पूजा गर्ने
पल्लोमा पनि शुद्ध जल छ है नभए थपेर हरि ओम नमो गोभ्य श्रीमतीभ्य सौरभेभ्य एव च नमो ब्रह्मसिताभ्यश्च पवित्राभ्यो नमो नमः देवाय च गोब्राह्मण हिताय जगदिताय च कृष्णाय गोविन्देश्वरको औलुपहाल्नु पर्छ गोविन्दाय नमः गोविन्दाय नमो नमः ल तो हो त्यहाँ हो ल त्यसलाई त्यही ठाउँमा राख्नु है नानी अझै आइछैन कि रम मेडम पनि आउनु पछि जल छ भाइ एकैचोटि गोदाम गर्नु सकिन्छ त नाम भन्नु भनौँ न नाइ पनि केही पनि हुन्छ है तीनचोटि ओम मनम मित्रपेत ओम वाच मित्रपेतम चक्षुर मित्रपेतम गणामेवा पितृ खाना कुसको टुक्रा हातमा छ मात्र एउटा अर्को ठुलो हो त लामो तिलाइन्जलमा हात गर्नुहोस् कटौरामा उयो है तिलाइन्जल दोस्रो अर्घ तेस्रो कपुर मिसिएको जल चौथो पञ्चायत पल्लो शुद्ध ऊ त उसलाई गाईलाई छोइदिनुहोस् पैसालाई हो त्यसरी छोइरहनु है 9 दिन हरि ओम तास्तोम 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 विष्णु 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 श्रीमद भगवत महापुरुषस्य विष्णु राज्ञ पर्वतमानस्य सकल जगत स्त्रीशिकाइडो परमोदिति प्रार्थे श्री श्वेत बाराकल्पे वैवस्वमन्त्र अष्टाविंशतितमे सत्यतीर्थदपरान्ते कलौ कलिगस्य कलिप्रथम चढ़े भूलोके भारतवर्षे वत्खण्डे जम्बूद्वीपे आर्यावर्तान्तर्गत हिमबद्ध क्षीरपार्श्वे बागमत पश्चिम भागे नेपाल के राज्य है रूपन्देही बुटवल उपमहानगरपालिका वडा नम्बर 9 वडा नम्बर 11 सिद्धार्थ पार्टी प्लेस ग्राम वास्तव्यम पुण्यशक्ति समस्या मध्ये सिद्धार्थ नाम समस्या श्री सूर्यनारायण दक्षिणायने मास तन्मासे उत्तम मासे है हेमंत ऋतौ मार्ग मासे मार्ग शुक्ल पक्षे शुक्ल उदय दशमी शोपंजित श्री सूर्य बिछो राजस्थितेषु देवगुरौ मिथुन राजस्थितेषु चन्द्रमसि अन्येषु वमसि गरेषु सोय सोय थान थान थितेषु सक्ष एवं गर्गविष्टाव्यम शोपंजित अद्य हाम्रो गोत्र के गर्छ हजुरको नाम कृष्ण बहादुर ब्रह्मणोहम मम सपत्नी हजुरको मेडामको नाम भागवती नाम दिव्या मम अनि बाबु सन्दीप ब्रह्मणोह मम वर्तमान भयो ब्रह्मणोह मम के थियो परिवार अब नानी हो नानीको नाम बिज्जु हैन बिज्जु नामनी कन्याहम मम कन्याहम सपरिवार आदि सहित मम सपरिवार आदि सहित मम अमुक कर्मण पूर्वांगत्वेन श्री गणपति पूजनमः विधिः मांगनेह आदौ दीप कलश गणेश पूजन पूर्वक सूर्यादि नगर देवता प्रसन्न पूजन कर्मणि तथा च ब्राह्मण दर यथासंख्यका घृतचरु हवन कर्मणि तथा च वाग्दानः कन्यादान आदि काम कर्मणः मम पुरोदिनी वच्छ अवाच्य वाच्य अगम्य गम्य ज्ञात ज्ञात सकल दोष निवृत्ति पूर्वक राजभय चोरभय अग्निभय दीन दशांत गोत्र सर्वाष्ट शांतार्थम सकलोपन वचन सिद्धय श्रुति स्मृति प्रोक्त फल प्राप्त्यार्थम पुत्र पौत्र आदि धन धान्य आदि ऐश्वर्य वृद्धार्थम सकल परिवार से दीर्घ आयु आरोग्य ऐश्वर्य निरंतर विजय प्राप्त्यार्थम गाम रुद्रताकम गोभावे द्रव्यम काझनम सरस्वती वर्ष देताकम यद्ययम भारद्वाज गोत्राय कपिल प्रसाद श्रमेश कोलिताय ब्राह्मणाय तेन शुद्धान गोदान तोभ्य अहम संपर्दधे ओम तत्सत् नमः ओम स्वस्ति कुशको टुक्रो मलाई फुल च नास्ताले हाजिर हुनुहोस् त शान्ति प्रथमे गावो में अग्रत सन्तु गावो में सन्तु पिछता गावो में हृदय सन्तु गवा मध्ये बसाबेम त्यसै सानो पैसा थियो नि क्या खुल्ला पैसा कता 5-10 नोट त्यसै बाहिर ओम तास्तुम विष्णु यसरी हात पूर्व संकल्प श्राद्ध शुद्ध प्राचित गौदान दान बिडा यद्ययम भारद्वाज गोत्राय पूर्वक्त श्रमेशुक्ताय ब्राह्मणात्यन शुद्धान गोदान तोभ्य अहम संपर्दधे हे आवाहम संप्रदामयः फुल्ले राज्य हरि ओम कपिले सर्वदेवानां पूजनीय श्रीहरि तीर्थदेव महेशमा दत्त शांति परचमे गावो में अग्रत सन्तु गावो में सन्तु पिछत गावो में हृदय सन्तु गवा मन्ते वसाभ्यम नमस्ते कपिले देवी संसार अवतारिणी द्विजन राय ददामित्यम प्रसन्न भव सर्वदा यसो जल जमाइदिनुस् त्यस राय हो यसो वरिपरि हो हरि ओम महयानि कानि च पापानि जे तानि पापानि वसन्तु पतक्षाम जले यसो नमस्ते गर्नु र त्यसलाई यता सार्दिनुस् दोहोऱ्याएर जस्तो हरि ओम महादेव शांति अंतरिक्षे गो शांति पृथ्वी शांति राप शांति हृदय शांति सुशांतिरभवतु बहु पतिरन्तु जीवसे तान् पूर्वयः निविदाहुमहे पयं भगं मित्रमदिति दक्षमश्रिधम्मः अर्यमडं वरुणगु सोममशिनं सरजाबाणः सोमसुतमयो भुवस्तदशिना श्रुतं दिशायुवं महतमिशानं जगतस्थस्तु गस्पतिधेयञ्जन्नो मवसे
ओम हे वयम महापुखानो भूतनाथले पूजा गरिन्छ है। ओम श्रीमन् महागणाधिपतये नमः। ओम लक्ष्मीनारायणाभ्यं नमः। ओम उमा महेश्वराभ्यं नमः। ओम वाणी हिरण्यगर्भाभ्यं नमः। ओम सचिन पुरंदाभ्यं नमः। ओम मातृ विद्युत चरणकल्पेभ्यो नमः। ओम इष्ट देवताभ्यो नमः। ओम कुल देवताभ्यो नमः। ओम गरम देवताभ्यो नमः। वास्तु देवताभ्यो नमः। इष्टान देवताभ्यो नमः। सर्वेभ्यो देवेभ्यो नमः। सर्वेभ्यो ब्राह्मणेभ्यो नमः। धूम्रकेतु गणाध्यक्षो भालचंद्र गजाननः द्वादशैतानि नामानि यः पठेत्नादभि विद्यारम्भाय च पर्वे च निर्गमे तथा संग्रामे संकटे चैव विघ्न तस्य न जायते। गणाधिपतये नमः। सर्वमंगलमांगल्ये शिवे सर्वार्थसाधिके शरण्ये गौरी नारायणी नमस्ते। शिवम सर्वदा शिवपादपण भक्त कल्याणकारी विघ्नवल्ली कुठाराय गणाधिपतये नमः। हजुर उठेर श्रीमन् महागणाधिपतये नमः। उता उता ठ्याक्क बिचमा त नरिवल देखेर ठ्याक्क त बिचमा राख्नु ठाडो गराएर चाहिँ चामलको बिचमा यही कुस र दुईटा लड्डुको बिचमा ठ्याक्क ठाडो गराएर हो ठाडो त्यही हो। कुसलाई यसो अगाडि राख्नु ठाडै गर्नु अनि पैसा पनि त्यही राख्नु यति राख्नु थोरै फुल पनि त्यही राख्नु यो दुईटा लाभा पनि त्यही राख्नु आउनु त्यो तपाईँ लिएर आउँछ त्यही भित्रै कलश यो त्यहाँ कलश माथिमा। दक्षिण यजुर्वेदाय नमः। दक्षिण यमाय नमः। धर्मराजाय नमः। गन्ध विश्वासिता समर्पयामि नमस्करोमि। दक्षिण यजुर्वेदाय नमः। दक्षिण यजुर्वेदाय नमः। यमाय नमः। धर्मराजाय नमः। गन्ध विश्वासिता समर्पयामि। पश्चिम त्यसलाई पश्चिमी सामवेदाय नमः। वरुणको देवता ओम वरुणाय नमः। गन्ध विश्वासिता समर्पयामि। पश्चिमी वरुण देवताभ्यो नमो नमः। त्यही दुना राख्नु त्यही खाना यसो त्यहाँ खाना पैसा उचालाइसकेको भयो त मात्रै माथिबाट खाना हेर्नुहोस् त। उत्तरे अथर्ववेदाय नमः। उत्तरतिर अथर्ववेद र कुबेरको पूजा है। लक्ष्मीनारायणको पूजा लक्ष्मीको पनि पूजा हुन्छ है। हरि ओम स नो देवी रविष्टय आपु होन्त पितय समय रवि सर्वन्तुना। हरि ओम श्री इष्टते लक्षित पत्न्या बहुरात्रे पार्श्वे नस्त्राणि रूप वैष्णव बाप्त इष्ट निष्ठाण मम मेखण सर्वलोकस्म इखाडः त्यसमा लाएर चाहे ओम वर्मणे नमः। या गच्छया तिष्ठ या विदावतं सुशिरो शिपर्षन्न वरदव विष्णु इदं विष्णु विचक्रमे तदानि तद्पदं समदसि बागु सुरेशा रुद्रको। हरि ओम नमस्ते रुद्र ब्राह्मणस्य मुखमासिद बाहुराजन्निकृत उरुः ततजदवैश्वागुः पद्यं शूद्रो जायत वनस्पति रसोधुप्यो गन्धाद्यो गन्ध उत्तमम् आग्रियं सर्वदेव। हरि ओम चंद्र ब्राह्मणस्य मुखमासिद बाहुराजन्निकृत उरुः तदजित विशाखु पद्यं शूद्रो अजायतः। विपत्ति पनि छ चन्द्रमा मनसो जात चक्षो सूर्यो अजायतः। सबै सरकारी तल त्यही दुना राखेर श्रोता दवायुश्च प्रेरणश्च मुखादग्निरजायतः। घृतवर्ती समायुक्तं वनिनं योतमयः दीपं गृह तल बत्ती सर्वतां घृतवर्ती समायुक्तं वनिनं योतमयः दीपं गृह देवेशं तैलोक्य तिमिरापहम्। हावाला हरि ओम महनाभ्यासिदन्तरिक्षे गुहशीष्णौधौ समवर्तत पद्भ्यं भूमृतिश श्रोता तथा लोकान् अकल्पयन् तैलपक्वान नैवेद्यं घृतपक्वान नैवेद्यं फलपुष्पादि नैवेद्यं समर्पयामि। दीपकलश गणेश भगवान् देवताभ्यो नमः। हजुरले उ त्यहाँ लगाएर हेर्नुहोस् त हजुरले यति दुना यति छोरे जल भइमा छ यस्तो उहाँलाई दिनुहोस् त दुबा पूजा यति राख्नु। ओम जतपुर हरि ओम गर्भो अस्यो सधिनां गर्भो वनस्पति नाम गर्भो विश्वस्य भूतस्य अग्नि गर्भो अपामसि अग्नि गर्भाधानं करोमि। पुंसवनं फेरि फुल अक्षता चढाइदिनुहोस्। ओम पुंसवनं करोमि। ओम सीमन्तोय त्यसलाई निकालिदिनुहोस्। सीमन्तोय नः फेरि अक्षता मात्रै चढाइदिनुहोस्। फेरि जातक्रमणे ओम त्यजतु उत समास्य गर्भो जरायुरामः। अग्निको जातक्रमण फेरि अक्षता
हि बितये गिडहन्नो हव्यदादते दातय निहो तायस्य वह इसी अग्नि चुडा करणम करोमि कोणविदन कान छर्दिने यार फेरि अग्निको हामीले चाहिँ भात फ्राई गर्दै आएदेखि कान छर्दिने भद्रम कणे विष्णुयाम देवा भद्रम पश्ये माचे विजत्रहाति रङ्गे चतुर्भागसतन दिवसे वैजन देवहितं जनायो कोणविदन कान छर्दि उपनयन हेर्नु त अब जनै लागिने गरे फेचेसो अक्षता खुल्छ हेर्नुहोस् न अग्नि रेखा छेरणः ओम उपनयनम करोमि गायत्री मन्त्र सुनाउने अग्नि गायत्री मन्त्र ओम भर्वस्व वैश्य नराय विद्महे सप्तजिह्वाय धीमहि तन्नो अग्नि प्रचोदयात् ओम गायत्री श्रावयामि समावर्तम वर्तम किरोति फेरि अक्षता चाल्नुहोस् ओम मह गावः भग एव भगवास्तु देवास्ते नभएव अन्तं श्यामः अब त्यसलाई उठाउनुहोस् त दुईटा यसो त्यहाँ ल आफूतिर फर्काएर हरि ओम अग्नि मुद्धा उपयमकृतो शिवैशन पैखतोय तोय वैशन ओम अग्नि मुद्धादि जगत पति प्रतिबिम्ब अयम अपाग हुन तागु सिजन नति यसो त्यहाँ सल्काएर अलिकति भाँचेर हालिदिन्छ केही किनेर हालिदिन्छ यसले पनि सल्काएर भाँचेर टक्क त्यहाँ माथि मिलाएर हाल्नु है बसेर ओम ओम आवाहे तम पुरुषम महन्तं सुरा ओम आवाहे तम पुरुषम महन्तं सुरा सुरै वन्दित पादपद्मं परमादये श्रीमुखे वसन्ति भविष्यकुले शिरलोकनाथ यति हरि ओम सन्नो देवी विष्टया भगवती सन्नो मम यज्ञस्मिन् सन्निविघ्न गुरु सर्वदा ऊ तो गाईमा पूजा गर है फुल्छ नास्ताले गाईको जुनामा हो त्यसमा फुल्छ नास्ताले पूजा गर्नुहुन्छ हरि ओम म अलिकति जल पनि हरि ओम नमो गोभ्य श्रीमतीभ्य सौरमेभ्य ये वच नमो परमाश्रिताभ्याश्च पवित्राभ्यो नमो नमः ओम इरावती धनुवती भूतगु श्रीवसिनी मनवे वेशकम फुल चन्दन अलिता तिलाइन्जेल हजुरले त्यहाँ दिनुहोस् त राख्नुहोस् त हो त्यहाँ तिलाइन्जेल अर्घ पञ्चायत सबै चिजले गाईको पूजा गर्ने है गाईको शिरदेखि पाउसम्म पूजा गरिदिनु होला यसो चन्दन चाहिँ यसोमा दुनामा राखिदिनुहोस् त नमो परमन देवाय चाहिँ गोब्रहिताय जगदिताय चाहिँ कृष्णाय गोविन्द कुसको टुक्राले त्यसको जल शिरमा पार्छन् ओम मनोमित्र वेद वाच मित्र वेद ओम चतुर्वेद वेद गणामे वा पितृखन ओम गणामे वा पितृखन ओम गणामे वा पितृखन हरि ओम त्यसलाई छुदेको थिएँ हरि ओम तास्तोम 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 विष्णु 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 पुरा संकल्प सिद्धरस्तु अद्य घृत कौशिक गोत्राया बच्चा 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 गम्म गम्म ज्ञात ज्ञात सकल दोष निवृत्ति प्रगः राजवै चोरवै अग्निवै दीनदशा अन्तः गोत्रा सर्वैष्ठ शान्तार्थम सकलो मनवाञ्छता सिद्धया श्रुति स्मृति प्रोक्त फल प्राप्त्यार्थम पुत्र पौत्र आदि धन धान्य यदि राजगणं सरस्वती अवनप्रदेदागम यद्दयम् भारदास गोत्राय कपिल प्रसाद श्रेषु पूजिताय ब्राह्मणाय तेन शुद्धान गोदान तोबे अहम आवाहम संप्रदामय हरि ओम पुष्प टुक्रो मलाई फुल्छ नास्ता राज ओम कपिले सर्वदेवानां पूजनीय श्री तीर्थ देवमय स्मार्त शांति प्रचमे गावमे अग्रत सन्तु गावमे हृदय सन्तु गवा मध्य मध्य शुद्धान गोदान दान व्रत प्रियम आवाहम संप्रदामय हरि ओम आसान जन हरि ओम सप्ताशासन पर्यति सप्तमी देखिदा देवा यज्ञ पशुम नमस्ते गर नमस्ते कपिले देवी संसार अवतारे द्विजत्राय ददामित्यं प्रसन्न भव सर्वदा प्रसन्न भव सर्वदा गौ शान्ति हिरन्तरिक्षे
सर्वेपि यथा कामफलप्रदा तत्प्रदामिदं यज्ञं कर्तुमि जलोद्भव सान्निध्यं गुरुदेवेश प्रसन्न भव सर्वदा ओम गरुडाय नमः ओम वरुणकलशाय नमो नमः उतो कलशलाई सम्झेटै नजिकै छ यतै छ आगा हो यहाँ राखिदिने पनि मिल्छ यो थाली माथिको थाली यो हो नरिवलसितको थालीलाई टक्क यहाँ राखेको तनः महिरणाय च ससे यो वः शिवतमो रचस्तस्य भाजयतः नमो सतीरिव मातरः तस्मा मरङ्गमामयो यस्य क्षमाय वथ आपो जन यथा जनः हरि ओम एतन्ति देव सविता यज्ञं तिन्तेन मानं वामवः ओम मनोज्योतिजुगतमाजस्य बृहस्पति यज्ञमिमन्तुरन्तरिष्ट यज्ञे घूसमिमन्त धातु विश्वे देवास सह्य इह मादयन्तां तमच्चारयमामयत्य कश्चन ओम ब्रवस्व इन्द्राणिदिभ्यः जीवप्रणसमिन्द्राय य आगत्य यथा सुगं चिरं तिष्ठन्तो ओम ब्रवस्व देवी इन्द्राणिः सायुधि सवाहने यादपीठं देवी त्वदीय चरणं शरणं जजान जनानं सेवामहे सकलमङ्गलवर्धनाय चढाइयो हो त्यही मात्र फेरि आसन भनेर एउटा पुष्को टुक्रो ढुकढुकी भरि तिमी नै तिमी माया नै हो कि त्यस्तै तिमीलाई हेरी हेरी हेरिरहने बानी परेछ तिमीसँग पो कि बोली बोलिरहने बानी परेछ तिमीलाई हेरी हेरी हेरिरहने बानी परेछ तिमीसँग बोली बोली बोलिरहने बानी परेछ हेरेर मलाई तिमीले पनि मुस्कुराई भन्नु है तिमीलाई हेरी हेरी हेरिरहने बानी परेछ तिमीसँग पो कि बोली बोलिरहने बानी परेछ तिमीलाई हेरी हेरी हेरिरहने बानी परेछ तिमीसँग बोली बोली बोलिरहने बानी परेछ
सक्छु राम्रै छ आम्दानी आए सानो लिएर आम्दानी मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनोहरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीस्पतिर्युग स्मरामि ओम मन्त्रार्थ सफला सन्तु पुरा सन्तु मनोरथा शत्रुअम्बुदिनाशाय मित्रअम्बुद्धि नमस्तुते ओम श्री शते लक्ष्मीपत्न्या बहुरात्रे पार्श्वे नस्त्राणि रूपमहिं जाता इष्ट तो स्वस्ति न इन्द्रो वृद्धसवः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तारक्ष्यो अरिष्टनेमिः धेरै घमायो दुईले हात मिलाउनु पर्यो हात राख्नु त मालामा ठ्याक्कै हात राख्नु बहिनी उसको मालामा हात राख्नु त स्वयंवर होइन न दुलाको लगाउनु है लगाउनु दुलाले पनि ठ्याक्क माथि मिलाइदिए जस्तो गर्नु त हो त्यति है हो त्यति बोलियो अहिले अलिकति विषय भयो छ पुण्य कृष्ण जल यतावती छन् अपवित्र पवित्र वा सर्वस्थान गत विवाह यस्मरेत पुण्डरीकाक्षे शब्दाय घ्रान्तर्षिति ओम पुण्डरीकाक्षे पुनातु पुण्डरीकाक्षे पुनातु पुण्डरीकाक्षे पुनातु अद्य घृत कौशिक गोत्र कृष्ण बयर्परि सपरिवार आदि सहित मम नाम मम भन्नु है सपरिवार आदि सहित मम बिजु वर्ण कर्ण कर्मणि यदि चन्दन पुष्पाक्षतः दुर्वा पुण्यफलद्रव्ये वस्त्रादि नाना नाम गोत्राण श्रमण ब्राह्मण युष्मान बीडे बिजु नाम्नि कन्यायाः परिसेमाण विवाहंग भूत वाग्दान कर्म दीप कलश गणेश आवाहे मेन दीपम पश्चितं परमेश्वरम जलमूलेथित विष्णु जलमध्ये जनार्दनम जलाग्रे शंकरदेवो कर्म साकृति पनाथाय नमः शुभम भवत कल्याणम आरोग्य ज्ञान संपदा सर्व पाप विनाशाय दीप ज्योति नमस्तुते बत्ती नदी के राज दुईटाको मुख देखिन भएन है हजुर अलिकति अगाडि आउन मिले पनि यिनले सार्नु अरू हो त्यसलाई सबै हो तुसित 3 पटकसम्म दुलाले तल पारिदिने है ओम नमः श्रीपते नाथ उमापते नमो नमः गजपत्रम नमस्ते बिम्बारती नमामिहं स्वस्ति नवग्रह स्वस्ति स्वस्ति नारायण सरा स्वस्ति सुरेश्वर इन्द्र धौ भूति वायु स्वस्तय ओम स्वस्ति वैश्वानर स्वस्ति विश्व देवाश्च स्वस्तय स्वस्ति रुद्रच्युतम स्वस्ति स्वस्ति कर्ता महेश्वर स्वस्ति चायुधनम स्वस्ति स्वस्ति दाता निर्वस्वयं 3 पटक है स्वस्ति श्री गणपति गणपस्तै च स्वस्ति श्री माधव प्रिया माधव अब हवाम्यहं देवं सुन्दर कामरूपिणं मम चपा पानी परमा हत्या समानि च तानि सर्वाणि नश्यन्तु पदक्ष अरू पनि सँगै सँगै पदक्षिणं पदे पदे ओम यानि कानि चपा पानी परमा हत्या समानि च तानि सर्वाणि नश्यन्तु पदक्षिणं पदे पदे ओम सत्याशासन बाबु सत्याशासन पदे अस्ति सप्तमी देख्दा देवाय कर्म नवद्न पुरुषं पशुम 3 पटकसम्म गरे हुन्छ है हजुरले हात जोडे हुन्छ केही गर्नु दुईटा हात गर्नु केही गर्नु ओम यानि कानि चपा पानी परमा हत्या समानितः तानि सर्वाणि नश्यन्तु पदक्षिणं पदे पदे ओम सप्ताशासन पदे अस्ति सप्तशमितकीर्तः
देवाय दगे तन्वा नभन्न पुरुखम पशुमा 3 चोटि मात्रै भयो हुन्छ है फुल्लेर हात जोड्नु पर्छ है फुल्लेर आगतोषी वरश्रेष्ठ सर्वकामर्थ सिद्धय पट्टि गर्ह समोर्षि अर्घं गृहं नमस्ते सर्वलक्षण सम्पन्नं गुणत्रय समन्वितं प्रजापति स्वरूपत्यो मर्दमे पुस्का त्यो कुरा पनि त्यहाँ पैसा पनि छ पैसा पनि राखिदिनु जनै सुपारी पनि है त्यो वस्त्र पनि हो त वस्त्र पनि त्यो अहिले दिने हो त्यसलाई सङ्कल्प गरेर दिने है ल यो समात्छ हजुर समात्छ यहाँ छाइदिनुहोस् त यहाँ नचाहिदिनु छाइदिनुहोस् दुईवटा कुममा पनि छाइदिनुहोस् के शिरमा छाइदिनु यसो यहाँ नाइटमा छाइदिनु दुईवटा घरमा तलपट्टि गर्नु है चाहिदिनुहोस् तलपट्टि भयो तल हो भएन भएन हो त्यहाँ चाहिदिनुहोस् है नाम अस्ति ओम नमस्ते नन्ताय सहस्रपादा शिशिररुबाहवे सहस्रनाम्नि पुरुखाय सामनसो जात चक्षु सूर्यो जायत श्रोताद वायुश्च प्रणश्च मुखादग्निराजायत सबैलाई छन्दिने है यहाँका अब यहाँ है हरि ओम के भन्दा तपाईँ लिएर जानु है बायाँ हातमा साइड बायाँमा अब जन्तीलाई छर्किदिनु टिका लगाइदिने खाजा लगाइदिएर गेट गर्दा भित्र लाग्यो है अब हामीले पाउनु पर्ने चाह छैन
छरखै यही जुनीमा मायाले प्रेम गर है अर्को जुनी खै कुनी कसलाई थाहा छ र खोइ यही जुनीमा मायाले प्रेम गर है माया तिमी पारीमा छवारी किनारैमा पुल माया मेरो भागमा काँडे बहिनी तिमलाई फुलै फुल माया तिमी पारीमा छवारी किनारैमा पुल माया मेरो भागमा काँडे बहिनी तिमलाई फुलै फुल अर्को जुनी खै कुनी कसलाई थाहा छ र खै यही जुनीमा मायाले प्रेम गर है गौथलीको गुडै राम्रो जोरेलीको शेर 2 दिन भेट नहुँदा नि लाग्छ तिम्रै पेट आकाशमा जुन राम्रो धरतीमा फुल बगाइदिन्छु माया तिमलाई पिरतीको मूल माया तिमी पारीमा छवारी किनारैमा पुल माया मेरो भागमा काँडे बहिनी तिमलाई फुलै फुल अर्को जुनी खै कुनी कसलाई थाहा छ र खै यही जुनीमा मायाले प्रेम गर है पिरतीले तिम्रो मन छुन खोजा छु जीवनभरि तिम्रै प्यारी हुन खोजा छु वारी खोला पारी खोला बीचमा बगर तिम्रै जीवन साथी हुँ म शङ्का नगर माया तिमी पारीमा छवारी किनारैमा पुल माया मेरो भागमा काँडे बहिनी तिमलाई फुलै फुल अर्को जुनी खै कुनी कसलाई थाहा छ र खै यही जुनीमा मायाले प्रेम गर है अर्को जुनी खै कुनी कसलाई थाहा छ र खोइ यही जुनीमा मायाले प्रेम गर है दुःखसँग सुख बढी खुसी सारा सँगै सटौँ जिन्दगीको लामो यात्रा सँगै काटौँ दुःखसँग सुख बढी खुसी सारा सँगै सटौँ जिन्दगीको लामो यात्रा सँगै काटौँ अधरको मुस्कानले चल्छ मेरो यो जिन्दगानी
अटल छ मैले दिन तिमीलाई माया सागर जस्तै गहिरो छ मैले दिन तिमीलाई माया मैले राखे यो चाहना तिमी सँगै मैले राखे यो चाहना तिमी सँगै नबोली तिमीसँग नबोली दिन ढल्दैन है मेरो तिमीलाई नहेरी नबोली तिमीसँग नबोली दिन ढल्दैन है मेरो तिमीलाई नहेरी साँचो माया दिउला तनी हुन्छ माया ल्याउला तनी अब सँगै जिउने हो नि हामी एकअर्काको बनी छिट्टै पुरा गर्नुपर्छ हाम्रो यो सपनी हो नबोली तिमीसँग नबोली दिनै ढल्दैन है मेरो तिमीलाई नहेरी बसिदेऊ छेउमा माया चाहिँदैन अरू एक्लै जिउनु भन्दा माया बरु सँगै मरु बसिदेऊ छेउमा ये माया चाहिँदैन अरू एक्लै जिउनु भन्दा ये माया बरु सँगै मरु भोलिको दिन के हो सोच्नु पर्छ अझै तिम्रो साथै प्यारो लाग्छ आजै लैजाऊ राजै मुना मदन छुट्नु पर्यो माया भए नि गाढा नुन पानीमै चित्त बुझाउँछु हुँदिन एकैपल्ट टाढा नबोली तिमीसँग नबोली दिनै ढल्दैन है मेरो तिमीलाई नहेरी बसिदेऊ छेउमा माया चाहिँदैन अरू एक्लै जिउनु भन्दा माया बरु सँगै मरु घाम लाग्दा नि झरी पर्दा नि तिमी नै हौ साथी अर्को जुनी के हो यही जुनी सफल पारौँ दुई मुटुलाई एकै बनाई सँगै पाइला चलौ नबोली तिमीसँग नबोली दिनै ढल्दैन है मेरो तिमीलाई नहेरी साँचो माया दिउला तानी हुन्छ माया ल्याउला तानी अब सँगै जिउने हो नि हामी एकअर्काको बनी छिट्टै पुरा गर्नुपर्छ हाम्रो यो सपनी हो नबोली तिमीसँग नबोली दिनै ढल्दैन है
साथमा यात्रा गरेर आइपुगे आज यहाँसम्म तिम्रो साथमा यात्रा गरेर आइपुगे आज यहाँसम्म अब पनि यस्तै यस्तै माया गर्दै जाऊ तिमी बिना खाली छु म भर्दै भर्दै जाऊ मायाले जीवन सजाऊ मायाले जीवन सजाऊ मायाले जीवन सजाऊ मायाले जीवन सजाऊ सँगै पहिला चलिनौ भने सँगै पहिला चलिनौ भने के हुन्छ बाटै हराउँछ मेरो तिम्रो ठुमा हाँसो देखिन भने के हुन्छ मन डराउँछ मेरो अब पनि यस्तै यस्तै माया गर्दै जाऊ तिमी बिना खाली छु म भर्दै भर्दै जाऊ मायाले जीवन सजाऊ मायाले जीवन सजाऊ
जस्तो हुन्न जीवन भन्ने थाहा छ तिमी आयौ जिन्दगीमा त्यसै आहा छ हाय हाय सोचे जस्तो हुन्न जीवन भन्ने थाहा छ तिमी आयौ जिन्दगीमा त्यसै आहा छ तिम्रै मायाले मलाई हाँस्न सिकायो तिम्रै मायाले मलाई बाँच्न सिकायो तिम्रै मायाले मलाई हाँस्न सिकायो तिम्रै मायाले मलाई बाँच्न सिकायो तिम्रै मायाले मलाई बाँच्न सिकायो बरै मेरी मायालु हाँस्दै जुनी काट्छु तिमलाई हेरी मायालु ओहो कति माया लाग्छ बरै मेरी मायालु हाँस्दै जुनी काट्छु तिमलाई हेरी मायालु तिम्रै मायाले मलाई हाँस्न सिकायो तिम्रै मायाले मलाई बाँच्न सिकायो तिम्रै मायाले मलाई हाँस्न सिकायो तिम्रै मायाले मलाई बाँच्न सिकायो तिम्रै मायाले मलाई बाँच्न सिकायो सानो तिम्रै कारण हो मरुभूमि जस्तो जीवन हरा भरा भो हाय हाय आज जहाँ जे छु सानो तिम्रै कारण हो मरुभूमि जस्तो जीवन हरा भरा भो तिम्रै मायाले मलाई हाँस्न सिकायो तिम्रै मायाले मलाई बाँच्न सिकायो तिम्रै मायाले मलाई हाँस्न सिकायो तिम्रै मायाले मलाई बाँच्न सिकायो तिम्रै मायाले मलाई बाँच्न सिकायो
अब यता दिदीको त खुट्टैको खान मिल्यो काँधेहरू कच्चे कच्चे काँधेहरू कच्चे धोका कच्चे धेरै बिराज कच्चे धोका धर्म दुःख दुःख धेरै कच्चे बाबु बिराज जस्तो हातले पाको काम गरे झडार्नुलाई के गर्छ पाको काम गरे हात धुनलाई यसो मिल्छ हात ढाउँदैन नि ढाउँदैन खुट्टै मधुपर्क भन्नु है मधुपर्क मधुपर्क प्रतिको हातमा मधुपर्क प्रतिक्रियताम भन्नुहोस् दुलाले मधुपर्क प्रतिक्रियामी भन्नुपर्छ मधुपर्क प्रतिक्रियामी तिलाञ्जलमा आचार्य सङ्कल्प गर्छ ओम मित्र शेत वैति बृहस्पति ऋषि मधुपर्कदेवता मधुपर्क मधुपर्कापेक्षणे विनियोग है अब त्यसपछि के गर्नुहोस् भन्दा फेरि तिलाञ्जलमा आचार्य सङ्कल्प गर्छ यसो यहाँ हेर्न पर्छ है दुलाले यहाँ केही राम्रो ज्ञान हेर्न पर्छ है राम्रो है ओ मित्र देवशेत्वती बृहस्पति राङ्गी र स ऋषि सविता देवता मधुपर्क ग्रहणे विनियोग है हजुर ओम देवशता सविता पर्षदि सनवाभ्यम गुणवत्ताभ्यम अग्निजुष्टम गर्याणे मन्नि सोमाभ्यम जुष्टम गृह्णामि मधुपर्क दुलाको दाप तिलाञ्जलमा हात दाबले हातमा राख्नु पर्दैन ओम नमस्याति प्रजापति ऋषि मधुपर्क ऋषि सविता देवता मधुपर्क यसलाई यसरी घुमाउनु पर्यो है हरि ओम ओम नमः स्यादास्यायन्न सते अन्त यतः आवितम तन्न निष्कृत्यामि त्यसलाई निकालिदिनु तल त्यस्तै ठाडेर यसो तिनचोटि निकालेर औँलाल छर्किदिनु पर्छ हो यसो मुख खोलेर यसलाई उत यहाँ ल राखम ढाकेर पछि यसको काम हुन्छ ओम महजरा गच्छति प्रजापति ऋषि त्रिशन्दोलिङ्ग देवता वस्त्र परिधाने विनियोग वस्त्र परिधाने विनियोग आफै निकाल्नु यसो निकाल्नु पर्यो हजुर निकालिदिनु हजुरले लगाइदिनु दुलाएर प्रत्येक तल्ली तिलहरी निकाल्नु टोपी निकाल्नु बस्ला है पछि अर्को लाउनु मिल्छ कन्यादान गरिन्छ नि यही लाग्यो है कन्यादान भइएपछि अर्को लाग्यो त दुइटै दाहिने हातमा समात्ने है ओम अलङ्करणमिति मन्त्र से भरद्वाज ऋषि ऋषिक छन्दोलिङ्गो देवता अलङ्कार धारणे विनियोग ल दुलेलाई पोते लगाइदिने तोडाइदिने अलङ्करण मसी भूयो अलङ्करणं भूयाः मंस भगेत्तम जीवस्रदा सतम परमणु मम सपत्नी सहित मम सपरिवार आदि सहित मम सबैले आफ्नो गोत्र नाम सम्झिनु है तिलाञ्जलमा हात चिसो बनाएर सपरिवार आदि सहित मम समस्त पितृणाम निरह तिशयानन्द ब्रह्म लोक व्याप्त्यादि कन्यादान कल्पक्त समस्त फल प्राप्त तथा च अनेन वर्ण अस्य कन्यायाम उत्पादस्यमाणया स्वक्त विधिनाम कन्यादानम करिष्यामि यसो फुल लिएर हात जोड्नु पर्यो सबैले अङ्कार त्रितयोद्भूत वेदादि पञ्चकेन्द्रीय देवतानि दाण्ड कटाहे चतुर्दश लोकात्मने लोके लीलया तन्मध्यमर्ति भगवतः श्रीनारायणस्य नाभि कमलोद्भूतेन सकललोकपितामहेन ब्राह्मणः सृष्टिं कुर्वता तदुत्
यतो रणाय प्राचितेन महापुरुषरूपिणां तीर्थपारः अवतारेण धिर्य अयं शिरोधा दुई गुण पितादि दुई पलह कृत्य लक्ष्य योजना विष्णुले जम्बुद्वीपे भरतखण्डे स्वर्गस्थित तामराध्य रान्ध्या साकितावतारे गङ्गाधीशरी दिव पाविते नेपाल एक राज्य रूपन्देही बुटबलुको महानगरपालिका वडा नम्बर दक्षिणाम संवत्सरे श्री सूर्यनारायण दक्षिणाने मासत्तन मासे उत्तर शुक्लपक्षे शुक्ल उदय दशम यासो बन्धौ श्री सूर्य विचराशितेषु देवगुरौपितराशितेषु अन्येषु वमस्करेषु शान्तान्तिषु तत्सेवं ग्रहविष्टाभ्यं शुभबलितौ रविदासरसमितायं अद्यः अद्य काश्यप गोत्रस्य पदम प्रपौत्रम ओम बहादुर पौत्रः गोकर्णः हरि ओम तस्तम विष्णु अद्य कौशिका गोत्रात्मनं च पवित्रीकर्तु श्री लक्ष्मी नारायण प्रत्यय गोत्राय ओम बहादुर बोरायः अद्य घृत कौशिक गोत्रः घृत कौशिक गोत्राय बिज्जु नाम्नि कन्यायां शपथ कन्यायां नाम्नि देवतागां सहदमाचरणद्वारा त्रिवर्ग साधनं यतो आत्मा दिनु बुढी औँठो र खुस है दुलाको आत्मा बुढी औँठो र खुस दिनु ल दाइने आज त बुढी दुलैको बुढी औँठो पनि हातमा राखिदियो दुलाले समात्ने बुढी औँठो मात्रै है अब सबैले खुल्छन् आस्था लिएर हात जोड्नु पर्यो अब जति हुनुहुन्छ नि यहाँ छन् है फुलहरू यो काम दादा हामी पिठाले सेप्टेम्बर बल्ल गते गीत छया लक्ष्मीश्वरी पनि कन्याम यथाशक्ति विभूषितम विभूषितामः काश्यपः गोत्रायः ओम बहादुर गोरायः तुभ्यं दत्तेन प्रतिकृतामः जानकी रामयो प्रतिरूपिणी किडयो यथा शिव योश्च यथा प्रतिबद्धतां शिवयो सदा विश्वभरं सर्वभूत साक्षिणे सर्वदेवता इयं कन्यामया दत्तं पितां तारण्याच्च दुलाको फेरि फुलले हात जोडेर कन्याको प्रार्थना है कन्याको हातमा राख्नुहोस् हो भइबस्यो है अब दान पैसा घृत कौशिक गोत्रस्य कृष्ण परमाह मम सपत्नी सहित मम सपरिवारादि सहित मम अध्यक्ष तत्कन्यादान क्रमपीठ सङ्गतचितादम इवं शृणोमयताकं तत्वावेद्रं काशनं सरस्वती अपरिपृजताकं हृदयं काश्यपपुत्राय ओम वराय तुभ्ये वहं सम्पदे तसन्न नमः दुलाको हातमा दिनु त पैसा अब बल्ल त्यो एउटा दुनामा गाई जाने एउटा दुनामा पैसा राखेको अब किलाङ्गलमा हात चोक्नुहोस् दाजुले लाउनुहोस् बुवालेसम्म दाजुले हो हजुर तिलाङ्गलमा हात चोक्नुहोस् कटौरा हातेर त्यसलाई छोइदिनुहोस् है हरि ओम तास्तम विष्णु पुरुषसँग बसिद्र त्वतिह घृत कौशिक गोत्र कृष्ण वर्मा मम सपत्नीको मम सपरिवार आदि सहित रुदुकरम ततवावेदरम काधुरम सजगम काश्यप गोत्राय ओम वराय तुभ्ये वहं सम्पदे प्रसन्नम पुष्को टुक्रो दुलाको हातमा मैले दिएको थिएँ नि पुष्प समाज हो त्यो दुलाको हात हो दुलाको हात होइन पुष्पत्री पैसा भयो पुष्पत्री चित्रस्तु अध्यय सर्वश्रेष्ठ अध्यकृत सहस्र सालङ्कार वक्ष गोदान क्रम तत्भावेद्रं काधुलं सरस्वती अवधुदाकं हृदयं काश्यप गोत्राय ओम वराय ओम ब्रह्मणे वराय गोदान वेळ कोइन तद्द्रव्यं तुभ्यं वहं सम्पदते ओम तसत् नमः दुलाको हातमा दुलाले ओम स्वस्ति भन्नु पर्छ ओम स्वस्ति ल ऊ यो दुलाको जलले सबैलाई सेतन गर्छ यो पटिनमा अलिकति जल राखेर सेतन गर्ने भनेको हरि ओम देहु शान्ति हिरन्तरिक्षे गो शान्ति पृथ्वी शान्ति राप शान्ति लोकदय शान्ति वनस्पतय शान्ति ऋषिदेव शान्ति ब्रह्मा शान्ति सर्वगो शान्ति शान्तिदेव शान्ति सामा शान्ति रेदी मिलेर गर्नुहोला है आपसमा सरसल्लाह गरेर गर्नुहोला भन्नु धर्मी जाति च कामे च नाति चरित्यम थोए च ओम नाति चराति ल बरले ओम नाति चरामी भन्नु पर्यो हुन्छ हामी सल्लाह गर्छौँ भन्नु पर्यो ओम नाति चरामी भन्नु पर्यो
हो हामीले अब सल्लाहले दुइटैले मिलिजुली काम गर्छौँ भन्नु पर्यो है ल अब भ्याइयो विनियोग यहाँ यसो दुलैलाई त्यहाँ हातले के पुऱ्याइदिन पर्यो सौभाग्य हेतु नाम कन्टे भग्न निशुभे तम जीवम श्रोतसतम ल हेर अब सबै लाएर आउनु होला भन्नु पर्यो बेतालेको हाँसै मिठो मक्ख पार्छौ हाँसी बेतालेको हाँसै मिठो मक्ख पार्छौ हाँसी 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 चढाउने हो कि बरै फाँसी ए चौतारीमा पिपलु बर नौजाले मायाको के बर चौतारीमा पिपलु बर नौजाले मायाको के बर नौजाले छुट्टाउने परे पुरै उहाँको हातको उहाँ चढाइदेऊ तिमी सकेसम्म अल्छी नै भयो अल्छी छोड्ने पबुते लाजा नाम पन्तिका आयुष्मान अस्तुते पति परिते धन्वाज्ञर तो मम स्वाहा इदमग्ने नमः फेरि अलि जोड्ले तम सम्पन्न नमः तजा गुणरः प्रतिमादिना कुस्वा इदमग्ने नमः पुरै मात्र भन्ने एउटा बाटो छैन छैन समस्त पायो निबन्ध मध्ये दुलालीको खुट्टु छोइदिने है दुलेको धरे समारो छन् यसरी बुढी उठाएर हातले छोइयो त्यसरी सिपारीले छोइदिए पनि हुन्छ दाइ भेट्यो सिपारीले छोइदिने बुढी हो है अब त्यसपछि पूजा गर्ने दुईटैले त्यसमा फुल्ते रास्ता ल निकाल्न बेला पितादेव जनार्दन तमे सर्वकाम अनुपूर्णा भव अयाष्टमे मृत्तिकाष्टमे देशमे प्रताष्टमे सिकताष्टमे पुत्रष्टमे धन्यष्टमे श्यामष्टमे नवष्टमे शिवष्टमे केन ओम श्रीयालाय नमः ओम श्री भव विडवनाथ भव भागवत कुटवाचकदास्तो मग्ने पुरीका बाणम श्रीयाय नमः अगरबत्ती छ बाल्दिनु पर्दैन सलाई पनि त्यही छ सबै लाइटर छ बहुत बेला सल्का फल छ नि त्यहाँ किरा छ यसो यतापट्टि अगाडि अगाडि यसो रोटी छ त्यहाँ छेउमा छोइदिनु तिलाञ्जलमा हाल्छ ओम नाम ध्यान तरिक्षे कुमुसिलो क्षमवर्तद पद्याम भो वृक्ष सुरता तथा लोकान कल्पयन्ना इति जल चाहिदिनु वसन्तको सहित जुन ग्रीष्म वस्त्र धरे पुनः पति बियो जायम दाग्री पर्दय सहा दुलैको बाबा यसो दुलैको बाबालाई यसो बोलाउनु पर्ने दुलैको बाबा दुलाले ट्याक्क उठाले त्यो चुडाल्न पर्यो माता एकदम बस्ना विश्वास दिव्य नमस्कार
विरगु स्वस्ति नमो दानित्रम उदय पर्वताय नमः। त्यसो 14 मा अब हरि ओम महाअग्नेय मरुत पर्वत पूजनम मरुतम थित माग्नेयम महग्रम कृष्ण बणकम है। यसो घुमाइदिए तल गाड्दिउँ। हरि ओम महाबरामणस्य मुखमा सिद्धबाहुराजन्य किरीटौरुः ततजदवैसा पद्याम कुशूद्रो जायत उत्यत्ति गाड्दिनु बहिनी गर्छु जले गाड्दिए पनि हुन्छ तिमीले पुगे तिमीले गाड्दियौ तिमीले नैवे तिलाञ्जलमा हातेर फललाई छोइदेऊ ओम नाभ्यासिदन्त तिलाञ्जलको कटौरामा हात चोबेर उ फललाई छोइदेऊ ओम नाभ्यासिदन्त रिच्छे गुसिष्णौ धौ समवर्तत पद्याम भूवृत्ति स्रोतात् पशुभ्यो विनुतान षष्ठ षष्ठ तुभ्यो विनुतान सबै शब्दपदा भवत सामनुपत्ता भव विनुताम हेतु ल अब उताबाट पूजा गर्दै आउने दुईटैले है ऋषिहरूको पूजा गर्ने यताबाट यी 7वटा अधिका थुप्रामा हो यसमा है फुल चन्दन यस्ताले दुईटैले ओम आवामा भ्यामी मातृ विहाय करुणे पदे नित्यम रक्षाकर्ण भूयमृत त्वं पूज्यम्यम आदित्यङ्ग हरवह पयसा समर्गी सहस्रयः परमिता विश्वरूपम महा अवत्रय नमः। दोस्रो फेरि वशिष्ठ ऋषिलाई ओम वशिष्ठ यागछ यातिष्ठ यावत् कर्मितावत् मातो वामनो वागन्धर्व सप्त विभूषति ते अग्नि अश्वमयुजन्ते अस्मिन् जवदामतु। तृतीय अंगिरस ऋषिलाई हरि ओम गायत्री त्रिष्टुः जगत् नुष्टुपतय सह गृहतृणां काकुशुचिभिः संवित्तुत्वः अंगिरसे नमः। चौथो विश्वामित्र ओम विश्वामित्र त्वगच्छ त्वरितं कृष्ण सन्निधम् उत्तारित हरिश्चन्द्र मुने त्वं पूजयामि महा अग्निमिडपूरितं जगस्य देव देव मृत्युजम् अवतारं रत्नधातं महं विश्वामित्रनां। पञ्चम पराशुरव्यासं मत्स्यगन्धा समुद्भवम् आगच्छं यज्ञरक्षार्थं मुने त्वं पूजयामि महा ओम समधेन व्यासाय नमः। षष्ठमा भारद्वाज भरद्वाज ऋषि श्रेष्ठ आगच्छ यज्ञमण्डले ऋतु षट् पशरीरं त्वं पूजयामि कृपा कुरु ओम वसन्तेन ऋतूनां देवः भारद्वाजाय नमः। सातौँमा ओम कल्याण रूपम भगवान् दुर्वासा ऋषियत्तम आगच्छ गुरु कल्याण मुने त्वं पूजयामि ओम सप्त ऋषिप्रति हिरा शरीरे सप्त रक्षन्ति हि। हेर्नु पर्यो तिमीले यसो गरेर देखेँ भन्नुपर्छ हो देखेँ भन्नुपर्छ है। प्रजापति ऋतिछन्द प्रजापति देवता वधु हृदय लम्भने विनियोग यहाँ छातीमा यताबाट हात लर यहाँ लानु पर्छ दुलैको काँधबाट हात लर हो त्यो ट्याक्कै यहाँ यस्तो राख्नु पर्यो के भन्नु पर्यो मम बढ्दै भन्नु पर्यो के हृदयम ददामि मम चित्तमनु चित्तम ते अस्तु मम वाचमे कमना जुखस्सो प्रजापतिष्वा नियु नक्कु मम्मे म भन्नु पर्यो दुलै पनि मान्नु पर्यो है। अब मेरो उमा बसेँ मेरो व्रतमा चाहिँ बसेँ अब भन्न खोजेको सबै अहिले भन्नलाई अब के
सबै है झिकेर सबै हरि ओम मानसे दोषी दिशी दिशी सबै दोषी देजोषी देजोषी वैधि ओम समा भवति दिशी सब सम समुद्य यो उहाँले दिएको गरौँ न हरि ओम महास्वस्तिक इंद्रवृत्त सभः स्वस्तिनः पुरुषानिषेदाः स्वस्तिनष्टानश्रीरिष्टदेवी स्वस्तिदोषस्पन्द्रसदानो यही पाइन ठिक छ होला
यसो गर्नु अलि पत्र गर्नु एकैचोटि लाउने कि सम्झै लाउनेको त हो त्यसरी हो नि हो कामका कान्छ माथि आउँछ एकचोटि भयो अब यता काम छ ल एकचोटि है ल जोरौँला लाउँदै जोरौँला हो त्यो कान्छेउला लाउँ पहिला दाजुभाइले लाउनु नि दाजुभाइकै पहिला हातका चुरा बजाउँदै कता हिँड्यौ लाजाउँदै हातका चुरा बजाउँदै कता हिँड्यौ लाजाउँदै दसैँ आउँला जोडौँला मन पारेकी मान्छे हौ त्यसै कहाँ छोडौँला मन पारेकी मान्छे हौ त्यसै कहाँ छोडौँला मलाई सोझे देखेर बसौ घातो छेकेर मलाई सोझे देखेर बसौ घातो छेकेर चिरबिर चिरबिर चाचर मन पारेको फुल टिप्न सजिलो त कहाँ छ र मन पारेको फुल टिप्न सजिलो त कहाँ छ हिउँ पग्लेर पानी भो जो भने यसै जाने भो हिउँ पग्लेर पानी भो जो भने यसै जाने भो दसैँ आउँला जोडौँला मन पारेकी मान्छे हौ त्यसै कहाँ छोडौँला मन पारेकी मान्छे हौ
अलगढी कुटुकै लाउन माया सुटुकै दसैँ आउला जोडौला मन पारेकी मान्छे हौ त्यसै कहाँ छोडौला मन पारेकी मान्छे हौ त्यसै कहाँ छोडौला तिम्रो सातो खाइदिन्छु घरमा कुरा लगाइदिन्छु तिम्रो सातो खाइदिन्छु घरमा कुरा लगाइदिन्छु चिरबिर चाचर मन पारेको फुल टिप्न सजिलो त कहाँ छ र मन पारेको फुल टिप्न सजिलो त कहाँ छ जिन्दगानी छोटो छ दिलमा तिम्रै फोटो छ जिन्दगानी छोटो छ दिलमा तिम्रै फोटो छ दसैँ आउला जोडौला मन पारेकी मान्छे हौ त्यसै कहाँ छोडौला मन पारेकी मान्छे हौ त्यसै कहाँ छोडौला पात घाँसेर कपारी बस हल्ला नगरी पात घाँसेर कपारी बस हल्ला नगरी चिरबिर चाचर मन पारेको फुल टिप्न सजिलो त कहाँ छ र मन पारेको फुल टिप्न सजिलो त कहाँ छ तिमी फुल डालीमा भए सधैँ खालीमा तिमी फुल डालीमा भए सधैँ खालीमा दसैँ आउला जोडौला मन पारेकी मान्छे हौ त्यसै कहाँ छोडौला मन पारेकी मान्छे हौ त्यसै कहाँ छोडौला बिर्सिहाल्छ डालीले फुल टिपेसी मालीले बिर्सिहाल्छ डालीले
रानी बनाइ राखौला देवी देउता भाकौला रानी बनाइ राखौला दसैँ आउला जोडौला मन पारेकी मान्छे हौ त्यसै कहाँ छोडौला मन पारेकी मान्छे हौ त्यसै कहाँ छोडौला बारा नाच्न पकाउन गाह्रै पर्ला पकाउन बारा नाच्न पकाउन गाह्रै पर्ला पकाउन चिरबिर चाचर मन पारेको फुल टिप्न सजिलो त कहाँ छ र मन पारेको फुल टिप्न सजिलो त कहाँ छ र दादाहरूको त रमाइलो हुँदो रहेछ यस्तो हामीले गरिदिनु तपाईँ ढुक्क भयो कि तिमीले लिएर हिँड्नु भयो उस भयो चाली बजे आ जाए मम्मी हो कि पुरै बसेको बुझ्यो चाली बजे आए अलि छुट्टै हात चलाउनु छिटो भर्ने हो ओम स्वस्ति न इंद्रो वृद्धसवा स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति बृहस्पतिर्दधातु जयंती मंगला काली भद्रकाली कपाली
ऋषि भोजको सब परिवारलाई स्टुडेन्ट सब परिवार सहित है पर्सा पनि छ घर छोडेर टाढा टाढा जाँदैछु माइती घर छोडेर टाढा टाढा जाँदैछु हृदयभरि माइती घरकै सम्झना हृदयभरि माइती घरकै सम्झना सँगलेर माइती घर छोडेर टाढा टाढा जाँदैछु कस्तो रहेछ